Hi everyone, let's go grocery shopping with us. साथीहरु धेरै दिन बादमा चाहिँ मलाई एकदम भ्लग बनाउने जोश चलेको छ हो. सो आज चाहिँ यो भिडियो चाहिँ अबाउट आवर ग्रोसरी शपिङ. हामी चाहिँ यहाँ चाहिँ भेजिटेबल्सहरु लिनु आएको. हप्तामा एकपल्ट चाहिँ हामी ग्रोसरी शपिङ गर्छौं. पहिला म अकोमोडेसनमा साथीहरुसँग बस्दा चाहिँ नि साथीहरुसँग मिलेर ल्याएको रासिन चाहिँ नि 2-3 महिनासम्म सकिँदैन थियो कि हामी खानै बनाउँदैन थियो नि त. अनि अल्छे थियो, बाहिरबाट अर्डर गर्दै खान्थ्यो हैन. ल्याएको चामलहरु कति टाइमसम्म हुन्थ्यो कि अहिले चाहिँ प्रपर खाना खान्छौं हामी हैन. हामीले के लियौं त? हामीले यो लियौं मिक्स भेजिटेबल फर सांबार. अनि हामीले लियौं प्याज, करेला, भेन्डी, टमाटर, कोकोनट. साथीहरु मैले चाहिँ सबै सिकिसके साउथ इन्डियन फुड. तर खानु मात्रै बनाउनु चाहिँ हैन. पापड लिन्छु. कस्तो क्यूट पापड. खाना चाहिँ जहिले माइले बनाउँछ हैन. शेफ भएको के काम है. हामीले बनाएको खाना कहाँ मिठो हुन्छ शेफहरुलाई हैन. साथीहरु कतारमा चाहिँ सबै भेजिटेबल पाउँछ है. राई सागहरु पाउँछ, हामीले लट्टे सागहरु पाउँछ, सबै पाउँछ. एउटै मात्रै चीज मेरो फेभरेट भेजिटेबल नपाएको चाहिँ ताँबा हो. लास्ट टाइम मैले एकपल्ट ताँबा चाहिँ लुलु मार्केटमा भेटेको थिएँ, ल्याएको थिएँ. खाएर मलाई मिठै लागेन. मलाई चाहिँ मेरो ट्रेस्मी स्याम्पोको कन्डिसनर सकिरहेको थियो, खोजेको पाएन ट्रेस्मी स्याम्पोको कन्डिसनर चाहिँ. अनि यो मामाअर्थको फेस वासहरु पनि आएको रहेछ है. मैले खोजेको ट्रेस्मी मालिक अब इतना खर्चा हो गया तो एक चिप्स ले लेते हैं. ठीक है तो होला नि हैन. I don't know. काउन्टरमा नेपाली मान्छे रहेछ कि माइरोले दाइ 4 पानी अरे कि त्यो दाजु त नेपालीमा पो बोलिरहेको. यो सबै सँगै हो, सबै सँगै हो माइलोसँग. This is pretty much everything. मेरो भिडियोलाई लाइक गरिदिनुस् ल, कमेन्ट पनि गर्नुस् ल. बाइ.